ल है हेलो गाइज, म चाहिँ विदेशमा आएको 7 महिना भयो। 7 महिना मैले नयाँ नौलो कुरा देखेँ। के देखेँ भन्नुहुन्छ भने, पहिला हामीले चाहिँ सानोमा है भुरा केटाकेटीमा चाहिँ हामीले खेतका आलीमा गएर होइन खान्थ्यौँ के एउटा चिज खान्थ्यौँ होइन। म तपाईँहरूलाई चाहिँ त्यो चिज चाहिँ मैले यहाँ देखाउँछु है। ए लटरमै छ नि, यहाँ सुकेर गछन्। यहाँ हेर्नुहोस्, यहाँ हेर्नु है त, यो के चिज हो ल हामीले खाने गरेको, पहिला बच्चामा खाने गरेको चिज के हो त ल? यो भन्नु त यही थाहा चाहिँ छैन। कसैले नाम थाहा छ भने भन्नु होला है। यो लोद खाइयो, तर के गर्ने, यहाँ चाहिँ जङ्गलमा फलेर बसिया छ यहीँ। अब यो चाहिँ किन हो, बिहान घाँस काट्दा काटेनछन् क्या अरे, यो छेउछेउको बुट्टा नि जान्छ भनेर अहिले मैले कुटिली कोसा टिपेको देख्यो भने फेरि गाली गर्लान् है। यो चाहिँ कुटुली कोसा हो गाइस। कुटुली कोसा भने तपाईँहरूले खानुभएको छ कि छैन? हामीले चाहिँ धेरै खायौँ, अहिले चाहिँ त्यही टिपे मैले गाइज होइन। यो कुटुली कोसा भेटेँ मैले आज यहाँ आएर। स्वाद पनि नेपालको र यताको उस्तै हुँदो रहेछ है कुटुली कोसाको स्वाद होइन। नयाँ नौलो कुरो थाहा पाएँ गाइज मैले होइन। कुटुली कोसै हो त, हो कुटुली कोसा हो। ल है गाइस, त्यस्तै छ।